वेलकम टु आवर युट्युब च्यानल धनमार्गमा यहाँलाई स्वागत छ। आजको भिडियोमा हजुरहरूको लागि विकास हाइड्रोपावर कम्पनी लिमिटेडको आइपिओको बारेमा जानकारी गराउनेछौँ। यो आइपिओ चाहिँ असाढ 18 गतेदेखि अर्थात् आजदेखि निष्कासन भएको छ। सर्वसाधारणको लागि हजुरले चाहिँ भर्नुभयो कि भएन है त। वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि र आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूको लागि निष्कासन गरी यस कम्पनीले चाहिँ आइपिओ अलटमेन्ट अर्थात् बाँडफाँड भइसकेपछि अनि बल्ल गएर के गरेको हो त, सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी 90 करोड 91 लाख 1,300 रुपियाँको 39% अर्थात् 44 करोड 54 लाख 99,600 रुपियाँ बराबरको 44,54,596 किता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो, जसमध्ये प्रभावित क्षेत्रको लागि 9,09,101 किता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि कति छ त 3,54,550 किता निष्कासन गरी बाँडफाँड गरिसकेको छ। यो कम्पनीले चाहिँ आयोजना प्रभावित क्षेत्र र वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि अब कम्पनीले 70,910 किता साधारण सेयर कर्मचारीका लागि र 1,77,275 किता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको 29,42,760 किता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। यस आइपिओमा छिटो यो असार 22 गते हुनेछ भनेदेखि ढिलोमा असार 32 गतेसम्म निष्कासन बन्द हुनेछ। न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्नेछ भनेदेखि अधिकतम हामीले 10,000 किताका लागि आवेदन दिन सकिनेछ है त। हजुरले चाहिँ आफ्नो हिसाबले गर्नुहोला आवेदन चाहिँ। यो कम्पनीको आइपिओलाई इक्रा नेपालले इक्रा एनपी इन्स्योर रेटिङ BBB- प्रदान गरेको छ। यो कम्पनीको दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्दछ है त। कम्पनीको दायित्व वहन गर्ने क्षमता चाहिँ औसत जोखिम रहेको संकेत गर्दछ। हस् त, आजको भिडियो यति नै। र आइपिओ अप्लाई गर्नको लागि बैंक तथा वित्तीय संस्था र हजुरले अनलाइनबाट मेरो सेयरबाट आइपिओ अप्लाई गर्न सक्नुहुनेछ। आजको भिडियो यति नै। यतिन्जेलसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हस् त, नमस्कार।